हेलो गाइजहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई वेलकम छ मेरो च्यानलमा। आज चाहिँ हामी जाँदैछौँ दमौली नजिकै रहेको माथि डाँडा भ्यू हेर्नको लागि, सनराइज हेर्नको लागि मानुङकोट। सबैजनालाई स्वागत छ मेरो भ्लगमा। सबैजनाले हेरेर मिठो माया गरिदिनु होला अनि सबैले साथ सपोर्ट गरिदिनु होला। नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। म हजुरहरूलाई लाँदैछु मानुङकोट। अहिले चाहिँ हामी मानुङकोट पुगिसकेको छौँ अनि यहाँ चाहिँ एकदम राति नै छ। हामी चाहिँ एकदम बिहानै उठेर गएको है, बादल उठ्छ भनेर, त्यही भएर एकदम छिटो गएको अनि हामी चाहिँ लगभग पुगिसक्यौँ। यस्तो राति नै छ, उज्यालो पनि भएको छैन गाइजहरू, हल्का हल्का मिर उज्यालो हुँदैछ, नाइटै छ अहिले चाहिँ। तर मान्छे भने एकदम धेरै आइसक्नु भएको छ। सबै यहाँ डान्स गरिरहनु भएको छ। अब भर्खर आएर डान्स गर्नुभएको कि यतै बसेको हो त्यो चाहिँ थाहा भएन, तर यहाँनिर चाहिँ नाचगान हुँदैछ। ल हेर्नुहोस् गाइजहरू, मानुङकोट भ्यू। सबै मान्छेहरू यति धेरै आइरहेको छन् हेर्नलाई, सबैजना जे होस्, तर एकदम राम्रो, एकदम दामी देखिँदो रहेछ गाइजहरू। मलाई चाहिँ मन पऱ्यो है। ल हामी आकाशमाथि भए जस्तो फिल हुने रहेछ कि यहाँ जाँदाखेरि चाहिँ। अरूले बनाएको फोटो भिडियोहरूमा देख्दाखेरि पनि कस्तो जामसम जस्तो लागेको थियो क्या यो भाइरल मानुङकोट चाहिँ। मलाई पहिलादेखि नै बल्ल बल्ल फाइनली मेरो पनि इच्छा पुरा भएको छ। हामी पनि आयौँ फाइनली मानुङकोट। दमौली आउने, अब तिहारमा दमौली तिहार मनाउन आउने अवसर पारेर ठ्याक्क आएको। यस्तो राम्रो लाग्यो कि मलाई चाहिँ खुसी लाग्यो। जस आफूले चाहेको नजारा आफ्नै आँखाले होइन अगाडि देख्न पाउँदाखेरि एकदम धेरै मजा र आनन्द आयो गाइजहरू। बिहानै उठेर जानु अलिकति पीडा छ, त्यो गएपछि वहाँ पुगिसकेपछिको जुन दृश्य छ नि त्यो हेरिसकेपछि चाहिँ मनलाई पनि एकदमै आनन्द लाग्ने क्या होइन। अब नेपालमा पनि स्वर्ग जस्तो ठाउँहरू छ नि गाइजहरू। हाम्रो आफ्नै नेपालको ठाउँहरू हामी घुमेर भ्याएको छैनौँ, घुम्न सकेको छैनौँ होइन। यी मेरो छोरीलाई पनि मैले बिहानै पनि लिएर जानुपर्छ, किनकि कोहीसँग बस्न मान्दैन। त्यही भएर हामीले बुढाहरूलाई पनि ल्याएको छौँ, उनीहरूको पनि रहर जाने भनेर। अनि त्यही भएर सबै पोचापोचीहरूलाई लिएर अनि हामी चाहिँ आएको छौँ यहाँनिर। रमाइलो छ अनि हेर्दैछ सबैजनाले। उज्यालो हल्का हल्का छिरिक घाम निस्किन लागेछ गाइजहरू। यस्तो राम्रो छ कि सबैजना मान्छेहरूको भिडभाड लागिसकेको छ अहिले। जताततै फोटो खिच्ने बेलामा पनि एकअर्कामा ठोक्किँदैछ। अनि यतातिर चाहिँ चिया खाजासाजा नास्ताहरू यसो हल्का फुल्का पाउने रहेछ। हामी पनि त्यतातिर बसेर यसो अर्डर दिँदैछौँ। लास्ट भिडभाड छ, कतिखेर पालो आउने हो थाहा छैन। अनि त्यसपछि खाजा खिलाउनु पर्यो बेबीहरूलाई भनेर हामी त्यहाँनिर चाहिँ अनि अन्डा चाउचाउहरू अर्डर गरेको छौँ। अनि त्यो खुवाएर त्यसपछि हामी वापस फर्किने भन्ने कुरा छ। अहिलेसम्म चाहिँ हामी यतै भ्यू नै हेर्दैछौँ साथीहरू। यहाँ बसेर पनि टक्क देखिने एकदम राम्रो, एकदम खुसी लाग्यो आज चाहिँ। अब अलिक हो हल्ला थियो, गानाहरू गीतहरू बजाइरहेको थियो, त्यही भएर मैले फेरि पछि अहिले अनि भोइसले एकदम तपाईँहरूलाई रेकर्ड गरेर अनि त्यसपछि एकदम प्रशंसा वर्णन गरेर मैले भ्लग लगाएको छु। हेरिदिनु होला, माया गरिदिनु होला जतिजनाले पनि हेर्नुहुन्छ। सबैजना तपाईँ नयाँ हुनुहुन्छ, आज मेरो फर्स्ट भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि सब्सक्राइब पनि गरिदिनु होला, एउटा साथ सपोर्ट सम्झेर होइन। तपाईँहरूको लागि मैले यति राम्रो नजारा दृश्य, यति राम्रो भ्यू देखाएको छु है, हेरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि हेर्दै गर्नुहोस्, म नयाँ भिडियोहरू पनि बेला मौका परिरहेको बेलामा, समय मिलेको बेलामा अवश्य लगाएर तपाईँहरूलाई देखाउने छु। म जहाँ जान्छु, जे गर्छु त्यो कुराहरू मैले तपाईँहरूलाई देखाउँछु। अनि अब हेरिदिनु होला, माया गरिदिनु होला होइन, त्यही हो। अनि यसो कहिलेकाहीँ घुम्न पनि पर्छ, जिन्दगीमा मरेर लान के नै छ र होइन। त्यही भएर यसो डुल्ने पनि गर्नु होला साथीहरू। यताउतै आफ्नो स्वर्ग जस्तो यस्तो नेपालमा पनि केही छ, माहौलमा पछि चिजहरू हेर्नुपर्छ होइन सबैजनाले। त्यही भएर जानुहोस् मानुङकोट, रमाइलो रहेछ, एकदम राम्रो। मेरो साथीहरू चिया खाँदै वहाँनिर सुन्दर दृश्य हेरेर मनोरञ्जन लिँदैछ। तपाईँहरू पनि जानु होला, रमाइलो गर्नु होला भन्न चाहन्छु। राम्रो रहेछ मानुङकोट, मलाई पनि मन पर्यो। उकालो चढ्नलाई मात्रै गाह्रो, हिँडेर त गएको होइन हामी त, त्यही पनि हिँडेर जानेहरू पनि हुन्छ होला कति त। तर हिँडेर जानु भन्दाखेरि बिहानै उठेर गाडी रिजर्भ गरेर फिलिली लागेपछि चाहिँ एकैछिनमा पुगिहालिने रहेछ। अनि त्यसपछि केही छैन, अहिले सबै कुराको सुविधा छ। तपाईँहरू गाडीमा, अटोमा, बाइकमा, स्कुटरमा, जेमा पनि जान सक्नुहुन्छ। अनि एकदमै राम्रो छ, हेर्नुहोस्, रमाइलो गर्नुहोस्। जिन्दगीमा मरेर लानु के छ र साथीहरू होइन। अनि त्यही हो, अब हामी चाहिँ फाइनली अब फर्किन्छौँ एकछिनमा। थ्याङ्क यू फर वाचिङ गाइज।